लड्डु बनाउँदैछौँ आज पनि। हजुरहरूको सजेसनमा मैले त्यो सिल्भरको कराई भन्छ कि के भन्छ, त्यो सिलटको कराई भन्छ होइन, त्यसमा बनाउँथेँ। मलाई सुरुमा थाहा पनि थिएन त्यसमा बनाउनु हुँदैन भनेर। अनि हजुरहरूले सजेसन गरिसके पछाडि चाहिँ आइरन कराई चेन्ज भइसकेको छ। आइरन कराईमै बन्छ हाम्रोमा सबै खानेकुरा है। अनि हाम्रोमा सानो ठुलो धेरै कराईहरू छ। आइरनको मात्रै राखेको छु मैले आजभोलि, त्यो सिल्भरको चाहिँ राखेकै छैन। आज पनि लड्डु बनाउँदैछौँ। अनि लड्डुको रेट महँगो भयो भन्नुहुन्छ। लड्डुको रेट महँगो हुनुको रिजन हजुरहरूले भिडियोमा छर्लङ्गै देख्न सक्नुहुन्छ। कति धेरै नट्स सिड्स हालेको छ। यो मार्केट रेट नै यसको धेरै महँगो पर्न जान्छ। अनि हाम्रो यसमा टाइम लागेको हुन्छ, धेरै कुराको कस्टिङ लागेको हुन्छ है। त्यत्तिकै नट्स र सिड ल्याएर डल्लो पार्ने त होइन नि त, धेरै कुरा मिक्स गरेर बनाउने हो। हाम्रो टाइम मेहनत सबै जान्छ त्यसमा। त्यही भएर पनि अलिकति महँगो पर्ने हो। तर महँगो परे पनि हेल्थको लागि चाहिँ धेरै राम्रो हुन्छ, हेल्दी नै हुन्छ। अनि यसमा हामीले चाहिँ सक्खर हालेको हुन्छौँ है। सक्खरमा आइरन पाइन्छ, क्याल्सियम पाइन्छ। हजुरहरूलाई पनि थाहा नै छ होला, चिनीभन्दा सक्खर यति नै धेरै राम्रो हुन्छ। सक्खरलाई चाहिँ पहिला घिउमा पगाल्छौँ। अनि त्यस पछाडि चाहिँ यसलाई छानेर है, नत्र सक्खरमा फोहोर टाँसेको हुन्छ कि आफैलाई पनि सकसक लाग्छ मलाई। अनि यसलाई पनि हामीले आइरनकै कराईमा पगाल्छौँ। अनि देख्न सक्नुहुन्छ लड्डुलाई चाहिँ यसरी ग्लोभ्स लगाएरै बनाउँछौँ। अनि यो चाहिँ किचन ग्लोभ्स हो है। अनि यस्तो राम्रो लड्डु रेडी हुन्छ। लड्डुमा धेरै नट्स सिड्स मिसाएको हुन्छ। हजुरहरूलाई यो जाडोमा यो लड्डु एकदमै बेस्ट हुन्छ। हजुरहरूले वेट लस गर्दै हुनुहुन्छ र वेट गेन गर्दै हुनुहुन्छ भने पनि यो लड्डुलाई चाहिँ खान सक्नुहुन्छ। अनि आज पनि हाम्रोमा लगभग यति धेरै लड्डु बनेको छ। यो चाहिँ साँझमा बनाएको के, दिनभरि बिहान बनाएको सकियो दिउँसो नै। अनि फेरि बनाउँदैछौँ। अर्डर गर्न चाहनुहुन्छ भने वाट्सएपमा मेसेज गर्न सक्नुहुन्छ। त्यस पछाडि हाम्रोमा चाहिँ एकदमै फ्रेस बनेको चिकन अचार पनि छ। अचार पनि हजुरहरूले वाट्सएपमा मेसेज गरेर अर्डर गर्न सक्नुहुन्छ।